नमस्कार साथीहरू, तपाईहरू हेरिरहनु भएको छ हाम्रो च्यानल एजुकेसन अफ नेपाल। आजको यो भिडियो निकै भावुक, निकै पीडादायक र सिङ्गो देशलाई अस्तित्व बनाउने विषयमा आधारित छ। युएईमा भएको पछिल्लो आक्रमणमा एक नेपाली दाजुभाइले ज्यान गुमाउनु परेका खबरले देशभरि शोकको वातावरण सिर्जना भएको छ। यसै घटनामा 58 जना नेपालीहरू घाइते भएका जानकारी प्राप्त भएका छ। आज हामी यस घटनाको सम्पूर्ण विवरण, यसका प्रभाव, प्रदेशमा रहेको नेपालीहरूको अवस्था र यसबाट सिक्नुपर्ने कुराहरू बारे विस्तृत चर्चा गर्नेछौँ। घटना के हो? युएईमा हाल भएको आक्रमणको घटनाले त्यहाँका कार्यकर्ता नेपाली समुदायमा ठुलो त्रास फैलिएको छ। प्राप्त जानकारी अनुसार आक्रमणको क्रममा विभिन्न देशहरूका नागरिक प्रभावित भएका छन्, जसमा नेपालीहरू पनि परेका छन्। एक नेपाली दाजुभाइको दुःखद निधन पनि भएको पुष्टि भएको छ। यसै क्रममा 58 जना नेपालीहरू घाइते भएका छन्, जसमा विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ। घटनापछि त्यहाँका सुरक्षा व्यवस्था कडा पारिएको छ। स्थानीय प्रशासन र सम्बन्धित निकायहरू उद्धार र उपचार कार्यलय तीव्र बनाएको छन्। दिवंगत नेपाली प्रति श्रद्धाञ्जली। प्रदेशमा आफ्नो परिवारको भविष्य उज्जवल बनाउने दिनरात पसिना बगाउने हाम्रो दाजुभाइ दिदीबहिनीहरू देशका साँचो हिरा हुन्। भव्य वंश। आज हामीले एक नेपाली गुमाएको छ। विदेशी भूमिका परिवारबाट टाढा सङ्घर्ष गर्दै गर्दा ज्यान गुमाउनु अत्यन्तै पीडादायक कुरा हो। दिवंगत आत्माको चिर शान्तिको कामना गर्दैछौँ। परिवारजनप्रति गहिरो सम्वेदना व्यक्त गर्नेछौँ। 58 जना घाइते भएका अवस्था कस्ता छ? घाइते भएको 58 जना नेपालीहरूको अवस्था विभिन्न स्तरमा रहेको बताएको छ। कतिपयको सामान्य चोटपटक लागेको छ भने केहीको अवस्था गम्भीर रहेको खबर आएको छ। उनीहरूलाई अस्पतालमा राखेर उपचार भइरहेको छ। नेपाली दूतावास र सम्बन्धित निकाय घाइतेहरूको अवस्थाबारे निरन्तर निगरानी गरिरहेको छ। यस घटनाले त्यहाँको कार्यकर्ता सम्पूर्ण नेपाली समुदायमा भय र असुरक्षा बढाएको छ। प्रदेशमा नेपालीहरूको वास्तविकता। आज लाखौँ नेपालीहरू विदेशमा काम गरिरहनु भएको छन्। गल्फ देशहरूमा मात्रै लाखौँ नेपाली श्रमिक उनीहरूले पठाएको रेमिटेन्सले देश धनेको छ। तर प्रदेशको जीवन सजिलो छैन। भाषा फरक, संस्कार फरक, परिवार टाढा अनि कहिलेकाहीँ सुरक्षा चुनौती पनि। यस्ता घटनाहरूले देखाउँछ कि विदेश काम गर्ने नेपालीहरू कति जोखिममा छन्। सरकार र दूतावासको भूमिका। यस्तो संवेदनशील अवस्थामा सरकारको भूमिका अत्यन्तै महत्त्वपूर्ण हुन्छ। घटनापछि घाइतेहरूको उपचार सहयोग। घटना परिवारलाई जानकारी। मृतक परिवारको शरीर नेपाल ल्याउने व्यवस्था। अवस्थामा क्षतिपूर्ति पहल। यी सबै कुराहरू तीव्र काम हुनुपर्छ। दूतावासले तत्काल सामान्य गरेर घाइतेहरूको स्वास्थ्य अवस्था सार्वजनिक गर्नुपर्छ। मानवीय सन्देश। यस्ता घटनाहरूले हामीलाई एउटा कुरा सिकाउँछन्, जीवन अनिश्चित। आज हामी सुरक्षित छौँ भनेर ढुक्क हुनु सक्दैन। त्यसैले विदेशमा रहेको आफन्तसँग नियमित सम्पर्कमा रहौ। एक अर्काको ख्याल गरौ, प्रार्थना गरौ, एकताको सन्देश फैलाऊ। प्रदेशमा रहेको सबै नेपाली दाजुभाइ दिदीबहिनीहरू सुरक्षाका लागि हामी सबै प्रार्थना गरौँ। भावनात्मक समर्पण। आजको यो खबर साँच्चै नै हृदय विदारक छ। युएईमा भएको आक्रमण, नेपालीको निधन, 58 जना घाइते। यो केवल समाचार होइन, यो एउटा परिवारको पीडा हो। हामी सबै मिलेर दिवंगत आत्माको शान्तिको कामना गरौँ। घाइतेहरूको शीघ्र स्वास्थ्य लाभमा कामना गरौँ। हे भगवान, विदेशी भूमिका रहेको हाम्रो सबै नेपालीहरूको रक्षा गर। यदि तपाईँ पनि प्रदेशमा रहेको नेपालीहरूको सुरक्षाको पक्षमा हुनुहुन्छ भने यो भिडियो सेयर गर्नुहोस्। धन्यवाद। जय नेपाल।